जिन्दगीमा दुःख होस् या सुख होस् सुखले नमातिनु र दुःखमा नआतिनु भन्छ वास्तवमा हो। किनभने जिन्दगी मान्छेको एउटा सिकाइ हो, भोगाइ हो। त्यो कारणले गर्दाखेरि हामी जब बच्चा बेला हुन्छौँ त्यो बेलादेखि नै हामीले सिक्दै अनि भोग्दै आइरहेका हुन्छौँ। कतिपय कुरा ठेस लाग्छ, ठक्कर खाइन्छ, ती कुराहरूलाई चाहिँ हामीले सिकाइको रूपमा लिनुपर्छ। साथीहरू हेलो, सम्पूर्णमा नमस्कार। मैले देखाइरहेको छु मेरो प्यारी छोरी गुनगुन। उसले चाहिँ एउटा सिकिराखेकी छिन्। उसको हातबाट माला छुटिएको छ, सो उसले आफै गाँच्ने प्रयास गरेकी छिन्। ऊ बल्ल 4 वर्ष पुरा भएकी छिन्। अब उसको प्रगति देखेर खुसी लागेको छ। सिक्दै सिकाउँदै लभ यु अल।